सम्मानीय सभामुख महोदय, यो 2082-83 को विनियोजन विधेयकमा महत्त्वपूर्ण भूमिका सिर्जना गर्ने सिद्धान्त तथा प्राथमिकतामा छलफलमा भाग लिँदै गर्दा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण दस्तावेज गभर्नर बिना नै पास भएको अवस्था छ। हरेक वर्ष जनताका सपना कोरिन्छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सुशासन जस्ता आधारभूत विषयवस्तु निरन्तर दोहोरिन्छन्, तर ती विषयहरू केवल कागजी दस्तावेजमा सीमित हुने गरेका छन्। यथार्थमा कार्यान्वयनमा नै समस्या देखिन्छ। गणतन्त्र स्थापना भएको दशकौं बितिसक्दा पनि प्रश्न उस्तै छन्। किन जनताको जीवनमा परिवर्तन आउन सकेको छैन, फेरिन सकेको छैन? फेरिएका छन् केवल शासक, सत्ताका अनुहार र तिनका नातेदार, तर सर्वसाधारण जनताको भाग्य किन यथावत छ? हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायको भाषण मात्र सुन्दै आएका छौँ, तर यथार्थमा तिनको अभावमै बाँचिरहेका छौँ। भाषणमा विकास हुन्छ, तर जीवनमा त जसो तसो गुजारा। अब प्रश्न स्पष्ट छ, यसको जिम्मेवारी कसले लिने? सरकार कि राजनीतिक दलहरूले? कि फेरि त्यही जनताले नै आफै भोगिरहने हो? सभामुख महोदय, यसकारण म सम्मानित सदन मार्फत आग्रह गर्न चाहन्छु, अब शब्द होइन, कार्यदृष्टि देखाउनु पर्छ। अब भाषण होइन, परिणाम दिनुपर्छ। देश र जनताको प्रतीक्षा अन्त्य गर्न नेतृत्व जिम्मेवार बन्नुपर्छ। नीतिगत भ्रष्टाचारको अन्त्य गर्न जरुरी छ। सभामुख महोदय, प्रत्येक वर्ष भाषणमा ठुला एजेन्डाहरू समेटिन्छन्, तर तिनलाई व्यवहारमा उतार्ने कमजोर किन हुन्छ? कुन निकाय जिम्मेवार छ? उत्तरदायित्वको खाका स्पष्ट छैन। अहिलेका युवाहरू डिजिटल प्लेटफर्म मार्फत आकर्षित छन्। हामी भने डिजिटलाइजेसनको कुरा भाषणमै मात्र सीमित राखिरहेका छौँ। सरकारले प्रदान गर्नुपर्ने डिजिटल सेवा र संरचना प्रष्ट छैन। सभामुख महोदय, रोजगारीको कुरा गर्दा सरकारले स्वयं पहल गर्न नसकेको पीडादायी अवस्था छ। निजी क्षेत्रको योगदान जसोतसो छ र पनि समय सापेक्ष देखिँदैन। यसै कारण वैदेशिक रोजगारीतर्फ युवाको पलायन तीव्र भएको छ, जुन राष्ट्रिय समस्या बन्दै गइरहेको छ। कृषिको सन्दर्भमा सरकारले दिने अनुदान साँचो किसानभन्दा अनुदानको खेल गर्नेहरूलाई पुग्ने गरेको यथार्थ छ। नीतिगत भ्रष्टाचार सामान्य विषय बनेको छ। शक्ति भएकाले नै सुविधा लिने परिपाटीले असली कृषकहरू हेर्दै बस्नु परेको अवस्था छ। शिक्षामा निजी विद्यालय तथा कलेजहरूले भौतिक पूर्वाधार बिना नै लाइसेन्स पाएको उदाहरण स्पष्ट छन्। पछि तिनको किनबेच समेत हुने गरेको तथ्य जगजाहेर छ। सरकारले शिक्षाको गुणस्तर सुधार भन्दा शिक्षण संस्थानहरूको संरक्षणतर्फ बढी ध्यान दिएको जस्तो देखिन्छ। यसले गुणस्तरीय शैक्षिक सुधारमा सरकार चुकेको तीतो यथार्थ हामी सबै सामु छ। सभामुख महोदय, हामी जब शैक्षिक गुणस्तरको कुरा गर्छौँ, त्यसले केवल शैक्षिक संस्थाहरूको मात्र पक्ष समेटिनु हुँदैन। वर्तमान सरकारको ध्यान मुख्यतया शिक्षण संस्थाहरूको संरचना र प्रशासनमा केन्द्रित जस्तो देखिन्छ। तर यथार्थ के हो भने के भयो मान्यज्यू? सम्मानीय सभामुखज्यू, मैले मन्त्री पनि कुराकानी गरिरहेको छु। सरकार त त्यो अब हुँदाहुँदै डायरीहरूले प्रतिनिधित्व गर्ने भए। अब मान्यज्यू, कुन नियमको आपत्ति हो भन्नुहोस् त पहिला। मैले 26 अन्तर्गत नियमपत्ति गरिरहेको छु र 6 को उपनियम 5 अन्तर्गत म कुरा गरिरहेको छु र यो यसरी लापरवाही गर्नु हुँदैन। तुरुन्त बन्द गरियोस्। मान्यज्यू, यो मान्य मन्त्रीज्यू नजिकै हुनुहुन्छ, एउटा प्राकृतिक प्राविधिक पनि एउटा समस्याले उहाँ बाहिर जानु भएको छ। एकैछिनपछि आउनुहुन्छ। चर्ला मान्यज्यू सुरु गर्नुहोस्। मेरो समयलाई पनि हेरियो। सभामुख महोदय, हामी जब शैक्षिक गुणस्तरको कुरा गर्छौँ, त्यसको केवल शैक्षिक संस्थाहरूको मात्र पक्ष समेट्नु हुँदैन। वर्तमान सरकारको ध्यान मुख्यतया शिक्षण संस्थाहरूको संरचना र प्रशासनमा केन्द्रित रहेको देखिन्छ। तर यथार्थ के हो भने सामुदायिक विद्यालयहरूमा विद्यार्थीको निरन्तर घट्दो सङ्ख्याले गर्दा ती विद्यालयका संरचना आज खाली जस्ता छन्। यस्तो अवस्थामा सरकारले ती खाली संरचनाहरूलाई कृषि, प्राविधिक तालिम, व्यावसायिक तालिम वा स्थानीय जनताको आधारभूत आवश्यकता सम्बोधन गर्ने कार्यहरूमा प्रयोग गर्न ढिलो गर्नु हुँदैन। यसलाई अब तत्काल राष्ट्रिय प्राथमिकताको रूपमा लिनुपर्छ। त्यस्तै सरकारले सिद्धान्त र प्राथमिकताको कुरा गर्दा हामी विगतलाई भुल्नु हुँदैन। अब आम नागरिकहरू 18 घण्टासम्मको लोड सेडिङ सहेर मैनबत्ती, टुकी, लालटिन र टर्च लाइटको भरमा जीवन गुजार्न बाध्य थिए कुनै दिन। त्यही कठिन परिस्थितिमा नेपाल विद्युत प्राधिकरणमा प्रमुख
कुलमान घिसिङको नेतृत्वमा देश लोडसेडिङ मुक्त भयो, जनताको वास्तविक समस्या बुझेर समाधान गर्ने यस्ता व्यक्तिहरूलाई जुनैसुकै सरकार आए पनि देशको हितमा प्रयोग गर्न सक्ने क्षमता राख्नुपर्ने होइन र? तर यिनै व्यक्तिहरूलाई राजनीतिक चलखेलमा पारेर किन निरन्तर पाखा लगाइँदै गरिन्छ सभामुख महोदय? यो गम्भीर प्रश्न छ। त्यस्तै गरी आज राष्ट्रिय चौथो दलका सभापति जसले जनताको पक्षमा खरो आवाज उठाउँदै सत्य विषयहरू प्रष्ट रूपमा सार्वजनिक गरिरहनु भएको थियो, उहाँमाथि सरकारले प्रतिशोधको व्यवहार देखाएर एक किसिमले सुशासनको स्थितिलाई प्रश्न चिन्हमा राखेको छ। यदि शासन व्यवस्था प्रतिशोधमा आधारित हुन्छ भने त्यो प्रजातान्त्रिक अभ्यासको गम्भीर अपमान हो सभामुख महोदय। यी विषयहरूलाई गम्भीरतापूर्वक संसदमा छलफल गरिनु पर्दछ र राष्ट्रहितमा काम गर्न सत्य बोल्ने र जनपक्षीय दृष्टिकोण राख्ने व्यक्तिलाई संरक्षण र प्रोत्साहन दिनु अति आवश्यक छ सभामुख महोदय। सभामुख महोदय, यातायात व्यवसाय र सार्वजनिक यातायातप्रति समेत सरकारको व्यवहार उही छ। व्यवसायहरू विज्ञको प्रतिवेदनसहित सरकार समक्ष पुग्छन्, सिंहदरबारका बैठकहरूमा पुग्छन्, तर कार्यान्वयन भने हुँदैन सभामुख महोदय। यदि स्पष्ट यथार्थ हुँदा पनि किन कार्य नगर्ने सभामुख महोदय? सडक दुर्घटनाको त्यस्तै भयावह स्थिति छ, यसलाई प्राथमिकतामा राखियो सभामुख महोदय। त्यस्तै पोखरा एयरपोर्ट बनिसकेको अवस्था छ, तर अन्तर्राष्ट्रिय उडान भइ नसकेको अवस्थामा अब सरकारले यसलाई पनि प्राथमिकतामा राखेर छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु सभामुख महोदय। सभामुख महोदय, हाम्रो ढुवानी तथा सार्वजनिक यातायात क्षेत्रको जटिल समस्या र त्यससँग प्रत्यक्ष सरोकार राख्ने सडकको पूर्वाधारको सुस्त गतिमा भइरहेको विकास आज देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायहरू अनिश्चितताको भुमरीमा छन्। विद्युतीय सवारी साधन इभीको आयातलाई प्रोत्साहन गर्ने र वातावरण मैत्री यातायात प्रणालीतर्फको यो सार्थक पहललाई हामी स्वागत गर्छौँ, तर अर्कोतर्फ 20 वर्षभन्दा पुरानो सवारी साधनलाई विस्थापन गर्ने नीति त्यसको विकल्प बिना लागू गरिँदा हजारौँ साना व्यवसायहरू र चालक चालिकाहरूको जीविकोपार्जनमा गम्भीर असर परेको छ सभामुख महोदय। त्यसै गरी राजधानी तथा मुख्य सहरहरूमा चल्ने टेम्पो तथा साना सवारी साधनहरू जुन दैनिक लाखौँ नागरिकहरूको जीवनसँग जोडिएका छन्, ती समेत विकल्प र पूर्वाधार बिनाको नीतिगत निर्णयका कारण सङ्कटमा परेका छन्। यो सँगै हामीले हेर्नुपर्ने अर्को यथार्थ हो, यातायात प्रणालीलाई प्रभावकारी बनाउन अति आवश्यक सडक पूर्वाधार विकासको गति अहिले कछुवा गतिमा भइरहेको छ सभामुख महोदय। विद्युतीय सवारी साधनको प्रवर्धनसँगै आवश्यक चार्जिङ स्टेसन बनोबत केन्द्र तथा विद्युतीय पहुँच सुनिश्चित गरियो सभामुख महोदय। अन्तमा सामान्य सभामुख महोदय, यी सबै विषयहरू सिद्धान्त तथा प्राथमिकताको दस्तावेजमा बारम्बार दोहोरिए पनि यथार्थमा परिणाम देखिँदैन भने त्यो सरकारको अकर्मण्यता हो। त्यसैले यो गम्भीर विषयवस्तुहरूलाई यस सम्मानित सदन मार्फत प्राथमिकताका रूपमा स्थापित गरी प्रभावकारी कार्यान्वयन गराउन सरकारको ध्यान आकर्षण गराउन